はい。じゃあ、ラジェンダさん、ファーストオブオールおめでとうございます。है तोक्तेगिनो निगो गाइसोको गियो चाहिँ गोखाको गर्नु भएको छ। के छ अहिलेको चाहिँ फिल कस्तो फिल गरिराख्नु भएको छ? अहिले त अलिक जिन्दगीको एउटा स्टेप चाहिँ पार गरेँ कि जस्तो पुरै त्यो महसुस भइरहेछ कि सेन्से त्यो जब इक्जाम दिएँ इक्जाम दिएर हजुर अब इक्जाम हलमा तिर्दा अलिकति निकै डर भइरहेको थियो। जब हजुर एक दुईवटा क्वेसन पढेँ, हजुर जब एक दुईवटा क्वेसन गरेपछि चाहिँ क्लासमा सेन्सेले भनेको कुराहरू आउने रहेछ उम्, भनेर, अब त्यति गाह्रो चाहिँ नहुने रहेछ भनेर त्यसपछि चाहिँ अरू क्वेसनहरूमा चाहिँ त्यति उ भएन कि डर हजुर भएन। हजुर हजुर लेभल बढ्दै गयो। हजुर अनि बढ्दै गएपछि तपाईँको लास्टमा ठिक टाइम पनि म्यानेज गर्न, अब क्लासमा होमवर्कहरू गर्दा त अलिकति गाह्रै हुन्थ्यो टाइम उम्, म्यानेज गर्न कसरी गर्ने भन्ने। हजुर तर त्यो होमवर्कहरू नै प्र्याक्टिस गर्दै जाँदाखेरि हजुर त्यहाँ तपाईँको इक्जाम हलमा चाहिँ धेरै राम्रो हुने भयो कि सेन्स टाइम हजुर म्यानेज गर्न। हारो जब हजुर है सेन्सेले क्वेसनहरू चाहिँ राम्रोसँग गऱ्यो भने, टाइममा राम्रो म्यानेज गर्न सक्यो भने उम्, इक्जाम हलमा चाहिँ राम्रोसँग टाइम पुग्ने रहेछ भनौँ न। हजुर हजुर त्यो चाहिँ मैले गरेँ, महसुस गरेँ। एकदम तब इक्जाम दिएर जब बाहिर निस्केँ एकदम खुसी लाग्यो कि जिन्दगीको एउटा बाटो चाहिँ कम्प्लिट छुर्पीले चाहिँ गरियो। पार गरेँ। हजुर हजुर। हजुर ल फेरि पनि ओमेदेतो गोजाइमास है किनभने तपाईँ चाहिँ एकदमै पोजिटिभ मेहनती पनि राख्थ्यो क्लासमा चाहिँ अब हुन त मैले योगा गर्ने ताचिबा हो होइन त्यो चाहिँ अब छुट्टै कुरा होला जस ओभरअल चाहिँ क्लासको पर्फर्मेन्स सँगसँगै चाहिँ अब एटेन्डेन्सहरू होइन एकदम रेगुलरली चाहिँ जोइन गर्ने नभ्याएको कुराहरूलाई पनि होमवर्क चाहिँ गरेर आउने होइन सोध्थेँ मैले छड्के सोध्दै गर्दा पनि अब राम्रोसँग चाहिँ जे जानिएको छ त्यो एन्सरहरू चाहिँ दिनुहुन्थ्यो जस पास हुने विद्यार्थीको चाहिँ हुने बिरुवाको चिल्लोपात भन्छन् छुट्टै छाँट चाहिँ देखिन्थ्यो पहिल्यैदेखि है फर्स्ट एटेम्पमै पास हुनुभयो नि त होइन हजुर। ओके म यस्तो अब क्लासमा खासै बोल्न पनि, बोल्न चाहिँ म क्लासमा मात्रै होइन, यसो बाहिर पनि खासै बोल्दिनँ। बोल्न खासै हजुर त्यस्तो हजुर पहिलादेखिकै। हजुर अब हजुर काममा पनि खासै धेरै बोल्दिनँ, अलिक बोल चाहिँ भन्छ, अब खासै उम्, बोल्दिनँ। बोल्नुहुन्न है त्यो क्लासमा त तर बोल्नु भएको थियो क्लासमा अब हजुर क्लासमा ठिकै थियो। त्यो अब जेस म बोल्नु भन्दा नि भित्री अध्ययन चाहिँ अलिक बढी नै गर्नुभएको गर्छु। थियो कि त्यो सरले चाहिँ अब सोधेको बेलामा चाहिँ च्यान्तो होइन अब अनम्युट गरेर चाहिँ आफ्नो भनाइहरू चाहिँ राख्ने त्यो पर्फर्मेन्स हामीले त प्रेजेन्टेसनहरू पनि गराइयो होइन त्यसमा पनि एक्टिभ नै देखिरहेको थिएँ मैले त्यो ओभरअल चाहिँ। हजुर हजुर ओके हुन्छ आज के अब यस्तै यस्तै कुराहरू चाहिँ डिस्कस गर्छौँ ओभरअल अब पिएस करियरलाई चाहिँ तपाईँले ट्रस्ट गर्नुभयो स्पेसल्ली अब रघुनाथ सर योगनाथ सरलाई चाहिँ ट्रस्ट गर्नुभयो वास्तवमै है जुन एक्सपेक्टेसन लिएर चाहिँ आउनु भएको थियो हामीसँग होइन त्यो लेभलको चाहिँ तपाईँको एक्सपेक्टेसन अनुसारको चाहिँ अब रियालिटी मिट गर्यो कि गरेन होइन ओभरअल कस्तो लाग्यो त हाम्रो क्लासहरू तपाईँको सुरुमा चाहिँ मलाई यो अनलाइन क्लास भनेपछि अलिकति राम्रो पढाइ हुँदैन कि जस्तो लाग्ने कि हजुर हजुर पहिलादेखिकै। हजुर अनलाइन क्लास त खासै लिएको थिएन मैले, एकचोटि नेपालमा त उम्, एसएडब्ल्यू वानको चाहिँ लिएको थिएँ। हजुर तर त्यही पनि अनलाइन क्लास खासै नलिएको हुनाले चाहिँ म अनलाइन क्लासमा खासै उम्, पढाए पनि खासै बुझिँदैन कि जस्तो लाग्थ्यो। तर हजुर हजुरहरूको यो ग्रुपमा जोइन भयो जब भएँ, हजुर त्यहाँदेखि चाहिँ मलाई यो फिजिकल क्लास लिएको भन्दा पनि धेरै राम्रो लाग्यो क्या। हजुर हजुर जुन अब क्लास गरेको थिएँ हरियो त फिजिकल क्लास गर्दाखेरि, जब अब सेन्सेहरूले अब फेस टु फेस क्वेसन गर्ने उम्, सोध्ने, अब पढ्न पाउने हुन्छ नि त। हजुर त्यो हजुर त्योभन्दा बेस्ट लाग्यो कि तपाईँहरूको क्लासमा जोइन गरेपछि चाहिँ। अब उम्, हरेक कुराहरूलाई पढ्न लगाउने, जब पढेपछि अनि आफ्नै लेभल बढ्ने कि कन्फिडेन्ट लेभल बढ्ने। अब खान्जीहरू जुन पढ्न लगाउनुहुन्थ्यो, हजुर त्यसले गर्दाखेरि मलाई अलिकति हेल्प हेल्प चाहिँ भएको छ अहिले एकदम धेरै हेल्प भयो धेरै। है ओके जस भनेको जुन चाहिँ हामीले ओभरअल सरहरूको चाहिँ पढाउने शैलीको बारेमा चाहिँ तपाईँले एकदमै पोजिटिभ हुनुहुन्छ चित्त बुझ्यो एकदमै राम्रो सेन्स अब यो अहिलेसम्मको मैले फिजिकल क्लासदेखि लिएर अनलाइन क्लास हजुर सम्म लिँदाखेरि अहिलेसम्मको चाहिँ बेस्ट क्लास लाग्यो सेन्स आर्य त होजाइमास मेरो लागि। आर्य त होजाइमास ओभरअल चाहिँ है हामीले चाहिँ क्लासको चाहिँ तपाईँको प्याटर्न वाइज जाँदा पनि अब जस्तो इन्सेको बुच्चु चौरी एसे खान्डी अलिकति गाह्रो च्याप्टर पनि भनिन्छ धेरै जसो होइन अब कतिपयलाई फेरि त्यही सजिलो लाग्छ खेन अनुसार होइन जस त्यहाँनिर चाहिँ अलिकति खान्जी बुझ्न चाहिँ गाह्रो भन्ने लाग्ने स्टुडेन्टहरू पनि हुनुहुन्छ त्यसलाई हामीले ओभरअल होइन सोरे जस्तो खान्जी नबुझ्नेलाई चाहिँ पढ्न लगाउने
होइन त्यो भयो भने रेगुलरली त्यो खान्जी याद हुन्छ होइन, पढिन्छ अनि दिमागमा छिर्छ। अब न्युमेरिकल पोर्सनतिर चाहिँ गयो भने न्युमेरिकल चाहिँ अब क्लासमा तपाईँको एक दिन थ्योरी एक दिन न्युमेरिकल त्यसरी पनि गऱ्यो नि त हामीले होइन। त्यो गर्दै गर्दा धेरै सपोर्ट पनि भयो होला जस्तो लागेको थियो। ओभरअल के छ यहाँनिर चाहिँ कतिको सपोर्ट भयो न्युमेरिकलको पार्टमा, कतिको चाहिँ सपोर्ट पाउनु भयो तपाईँले? न्युमेरिकलमा त तपाईँको अब कलासम्म नि गर्न त गरिराखिन्थ्यो, तर हजुर फाल्टै मैले पनि गरिराखेँ। अब काममा पनि म त गरिराखेको हुन्छ नि त, हजुर रेजिस्ट्रीहरूदेखि लिएर हजुर हजुर गरिराखेको हुन्छ। तर त्यो तपाईँहरूसँग क्लास लिनुभन्दा अगाडि चाहिँ गर्न चाहिँ गरिराखेको हुन्थेँ, तर हजुर मेथडहरू कसरी गर्ने, कसरी कहाँ के गर्ने त्यो थाहा थिएन। थिएन। त जब अनि तपाईँहरूसँग क्लास लिएपछि चाहिँ मैले त्यो यो रहेछ है, सबै त्यो अर्थहरू बुझ्दै गएँ कि त्यो क्लास पढाइ भनेकै त्यही रहेछ जस्तो लाग्यो कि, काम ए, मात्रै नभएर एकदमै सिसिकी पनि भन्छ नि ज्ञान। अब त्यही चाहिँ मैले प्राप्त गरेँ, धेरै राम्रो लाग्यो सेन्सेरी चाहिँ। जस पढाउँदै गर्दा चाहिँ तपाईँको भनौँ ओभरअल च्याप्टरमा चाहिँ कुन चाहिँ कुरा चाहिँ अलिकति गाह्रो लाग्यो, कुन चाहिँ एकदमै बुझेको जस्तो सजिलो लाग्यो त तपाईँलाई? त्यही एसएसडब्ल्यू 2मा जस जति पनि यो भिडियो गाह्रो हेर्ने साथीहरू हुनुहुन्छ भयो। उहाँहरूलाई रिकमेन्ड गर्दै गर्दा कुन चाहिँ च्याप्टर अलिकति गाह्रो लाग्यो? अलिक गाह्रो भने त त्यो एसे खान्द्री हो। हजुर हजुर एसे खान्द्रीलाई फोकस गर्यो भने हजुर पास गर्न सजिलो, सजिलो त्यति हुन्छ। गाह्रो छैन। एसे मेन भनेको एसे खान्द्री हो, एसे खान्द्रीबाटै सबै अब कनेक्ट भएर आउने क्वेसन हो। हजुर हजुर त्यसले गर्दा नि एसे खान्द्रीलाई मेन फोकस गरेर, अब अरूलाई गर्दै नगर्ने त होइन, अब मेन चाहिँ त्यसलाई फोकस गऱ्यो भने उम्, त्यसबाटै क्वेसनहरू चाहिँ कनेक्ट भएर आउने रहेछ। हजुर मैले हजुर अब इक्जाम दिए अनुसार चाहिँ त्यही त्यसरी अनुभव फिल गर्नुभयो। बटुले। यसै कारणबाट के क्वेसनहरू चाहिँ आएको थियो जो स्लाइडली तपाईँले सम्झिन सक्नेसम्म? यसै खान्द्रीबाट तपाईँको ब्याक्टेरियाहरू सम्बन्धी अनि यादै गर्न अलिक गाह्रो। गाह्रो छ है। ब्याक्टेरिया मेन भनेको ब्याक्टेरिया भाइरसहरू, यो हजुर चाहिँ हजुर मेन फोकस गर्नुपर्ने कुरा बाटो रहेछ भनौँ न। अब N1 मा चाहिँ N1 भन्छ SW1 मा चाहिँ यो कुरा खासै अब याद भएन। हजुर अहिले यो 2मा आएपछि चाहिँ मेन यो भाइरसहरू ब्याक्टेरियाहरू यसलाई चाहिँ फोकस मेन गरेर उम्, अध्ययन गर्दाखेरि राम्रो। चाहिँ SW2 पास गर्न चाहिँ धेरै सजिलो हुन्छ। ओभरअल जस्तो अनि सरले चाहिँ क्लासमा भनेको कुराहरू चाहिँ कतिको आउँदो रहेछ त? जस्तो क्वेसनै पनि मैले त तपाईँले त म आफैले पनि पढाएँ, जस्तो यही क्वेसन आउँछ भनेर ग्यारेन्टी दिएको कुराहरू पनि कतिपय त थियो नि त होइन? कतिको पर्दो रहेछ त त्यो चाहिँ भनेको कुराहरू? होइन, धेरै आउने रहेछ चाहिँ हजुर तपाईँको हजुरहरूले क्लासमा अब यो चाहिँ अब इम्पोर्टेन्ट छ, यो चाहिँ यसलाई चाहिँ अलिकति ध्यान दिनु होला भन्नुभएको क्वेसनहरू चाहिँ प्राय आउने नै रहेछ भन्नाले धेरै जसो। अब हजुर मैले पनि तपाईँले यो चाहिँ भिबिआई छ भन्नुभएको थियो, मैले चाहिँ प्रायः जस्तो त्यसैलाई चाहिँ अलिक फोकस गरेर पढेँ। उम्, त्यसले गर्दाखेरि इक्जाममा पास गर्नु चाहिँ धेरै सजिलो भयो। सजिलो भयो है। म त्यही त्यसलाई नै फोकस गरेर म इक्जाम पनि दिने उम्, गर्छु। न्युमेरिकल त रियल क्वेसन पनि आएको थियो होला के अरे होइन? क्लासमै गरेको क्वेसन पनि आएको थियो होला नि न्युमेरिकल त? हजुर क्लासमा गरिराखेकै क्वेसनहरू आएको थियो मलाई, दुई तिनवटा चारवटा चाहिँ त्यो न्युमेरिकल चाहिँ क्लासमा गरिराखेकै आएको थियो। त्यसले हजुर गर्दाखेरि अब लास्ट टर्ममा न्युमेरिकल फेरि लास्ट टर्ममा सोद्धो रहेछ। हजुर तपाईँको क्लासमा गरिराखेको हुनाले चाहिँ अलिक छिटो छिटो त्यो टाइम म्यानेज गर्न सजिलो भयो क्या मलाई। सजिलो भयो है एकदम। जस हजुर क्वेसनहरू चाहिँ क्लासमा अब हजुर क्लासमा अब साथीहरूले नयाँ साथीहरूले पनि हजुर न्युमेरिकललाई चाहिँ क्लासमा गरिरहेको न्युमेरिकललाई चाहिँ अलिकति फोकस गरेर गर्दा राम्रो हुन्छ। हजुर अब इक्जाममा नि सोध्ने त्यही त्यस्तै त्यस्तै त्यो जुन टाइपको हो। फाइनल इक्जामको चाहिँ प्याटर्नहरूको हिसाबमा चाहिँ स्टार्टमा सर्ट क्वेसन, त्यस पछाडि चाहिँ तपाईँको दोक्काहरू होइन, अनि लास्टमा चाहिँ न्युमेरिकल त्यही प्याटर्नबाट आउँछ कि कस्तो हुन्छ त्यसमा? हो सेम त्यही हो, सेम चाहिँ हजुर हजुर सुरुमा चाहिँ अब सर्ट क्वेसन आउने, लास्ट अनि बिचमा चाहिँ हजुर दोखाइको अनि लास्टमा चाहिँ न्युमेरिकल, हुँ। सेम त्यही हो। ओके। जो समसामयिक तपाईँको चाहिँ जुन आउट क्वेसन भनौँ न, जुन हामीले क्लासमा चाहिँ आउट क्वेसनबाट चाहिँ सम्भावित यो कुराहरू चाहिँ आउन सक्छ भनेर, जस्तो जिसिनको कुराहरू, बौखाको कुराहरू, हाइरियो सम्बन्धीका कुराहरू होइन, ती पनि क्वेसन त आएको थियो होला इक्जाममा, आएको थियो कि थिएन त्यसबाट? आएको थियो, आएको हजुर थियो जिसिनको भयो। अनि तपाईँको यो अ, यो बुढाबुढीहरू आउँछ नि अब त्यो हजुर हजुर हाइरियोको। त्यसबाट ओटो आइरहेको थियो। सोधेको थियो। अनि एनसिसीको पनि सोधेको थियो, हजुर हजुर एनसिसी पनि आएको थियो। उम्, अनि तपाईँको एयो जिखानमा अब सुरुमा के गर्ने हो, अब जुन जुम्बीको उम्, बसरको जुम्बी अब त्यति बेला फर्स्ट टाइम के गर्ने, सुरुमा के गर्ने, त्यो सब उम्, त्यो पनि सोधेको थियो। त्यसलाई पनि हजुर फोकस गर्नु होला हजुर साथीहरूले।
खाइतेन सागीहरू कुरा। होइन, हेतेन सागीहरू लगायतको कुराहरू पनि सोधेको छ। त्यो फ्रिक्वेन्टली चाहिँ सोधि पनि राख्छ त्यहाँबाट। ब्याक्टेरियाहरू चाहिँ कतिवटा जस्तो आएको थियो तपाईँलाई ब्याक्टेरियाहरूबाट? ब्याक- ब्याक्टेरिया त मलाई लगभग पाँचवटा कि छवटा क्वेसन सोधेको थियो सेन्स उम्, त्यसबाटै कनेक्ट गरेर। हजुर हजुर। अब यस त्यसबाट पाँच छवटा सोधेको थियो तर मलाई सजिलो लाग्यो सजिलो लाग्यो त्यो है। चाहिँ ला अब कस्तो भयो भने मैले चाहिँ अब सुरुमै त्यसलाई फोकस गरेर पढ्यो भने त्यो लास्ट टाइम बिर्सिन्छ कि जस्तो लाग्यो र म चाहिँ अन्तिममा हजुर लास्ट हजुर। टाइममा अरू सुरुमा अध्ययन गरेँ सबै पढिसकेपछि लास्टमा चाहिँ त्यसलाई मैले इक्जाम दिनुभन्दा एक दुई दिन अगाडि चाहिँ त्यसलाई राम्रोसँग पढेँ कि त्यसले उम्, गर्दाखेरि चाहिँ बिर्सिने चान्स अलिक कम हुन्छ भनेर हजुर हजुर। सकेसम्म अब सुरुमै पढ्दाखेरि राम्रो हो तर मैले उम्, चाहिँ टाइम नभएर मैले चाहिँ त्यस्तो गरेको उम्। ओके, तर जस छिटै चाहिँ हामीले सजिलो भयो। क्लासमा चाहिँ मैले थोरै क्लासको बारेमा बुझ्न चाहेँ। क्लासमा चाहिँ जस्तो प्र्याक्टिकलहरू होइन तपाईँहरूलाई चाहिँ अब पढ्न लगाउँथेँ मैले। सँगसँगै चाहिँ हामीले अब यो जुन पिएसएफएक्स भनेर चाहिँ अब भनौँ न आर्चर इक्जाम पनि हामीले सञ्चालन गऱ्यौँ होइन। ओभरअल यो कतिको इफेक्टिभ रहेछ? धेरै धेरै यसले चाहिँ धेरै असर गर्ने रहेछ भनौँ न इक्जाममा चाहिँ। हजुर हजुर। तपाईँको यो अब क्लासमा अब त एउटा च्याप्टर सक्ने बित्तिकै अब होमवर्क दिनुहुन्थ्यो अब डेली भनौँ न डेली होमवर्क अब दिनुहुन्थ्यो त्यसलाई चाहिँ फोकस गरेर होमवर्क गर्दाखेरि चाहिँ तपाईँको उम्, इक्जाममा चाहिँ धेरै सजिलो हुने अब कोतोबाहरू पनि याद हुने कान्छीहरू उम्, पनि याद हुने उम्, अनि तपाईँको लास्टमा च्याप्टर सकेपछि लास्टमा अब जुन इक्जाम लिनुहुन्थ्यो उम्, त्यसले चाहिँ टाइम म्यानेजमेन्ट गर्न चाहिँ धेरै हेल्प गर्ने रहेछ भनौँ न हजुर। उम्, म्यानेजमेन्टदेखि लिएर अनि त्यसबाटै क्वेसनहरू पनि अब धेरै हजुर हजुर। धेरै सोध्ने साथीहरूले चाहिँ कम्प्लेन गर्नुभएको थियो नि त, अब धेरै क्वेसन भयो सर यो त गर्नै गाह्रो हुन्छ भन्ने कुराहरू पनि आएको थियो नि त। मैले त्यो अलिक धेरै बढी नै क्वेसन क्वेसन भयो राखेको थिएँ। भने हजुर धेरै क्वेसन भयो भनेर चाहिँ आत्तिने होइन सकेसम्म त्यसैलाई चाहिँ अलिकति अब जुन टाइम दिन्छ इक्जाममा त्यही हजुर। टाइममा चाहिँ सक्ने गरेर गर्दा राम्रो इक्जाममा चाहिँ टाइम म्यानेजमेन्ट गर्न सजिलो हुन्छ आफूलाई उम्, 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 उम्। सकेसम्म धेरै क्वेसनै गराउँदा चाहिँ राम्रो जस्तो लाग्यो सेन्से हो मलाई एकदम। लगभग मलाई नि हामीले सुरुमा क्लासमा, त हजुर भन्नु त। सुरुमा त मलाई पनि धेरै क्वेसन देखेर अलिकति कस्तो गाह्रो लागेको थियो है अर्कै फिल हजुर। भइरहेको थियो तर उम्, सेकेन्ड टाइमदेखि चाहिँ होइन यो जति क्वेसन हामीले प्र्याक्टिस गर त्यति अब इक्जाममा सजिलो हुन्छ टाइम म्यानेजमेन्ट गर्नदेखि लिएर उम्, अब क्वेसनहरू याद हुने उम्, त्यसले गर्दाखेरि चाहिँ त्यो ठिकै हो जस्तो लाग्यो पछि इक्जाममा पनि टाइम म्यानेजमेन्ट गर्न धेरै सजिलो भयो चाहिँ सजिलो है। सायद त्यसैको फल हो एकदम एकदम। जस्तो तपाईँको चाहिँ हामीले जुन फाइनल इक्जाम अगाडि चाहिँ जुन यहाँबाट चाहिँ क्वेसन धेरै आएको छ है, रिपिटेड क्वेसन हो भनेर चाहिँ सेयर पनि गरेको थिएँ नि त मैले तपाईँलाई। त्यहाँबाट पनि क्वेसन धेरै नै आयो नि है फाइनलमा? फाइनलमा हजुर धेरै आएको थियो चाहिँ जुन हजुर हजुरले सेयर गर्नुभएको थियो हजुर। हजुर अब फाइनलको लागि जुन मक टेस्ट दिनुभएको थियो नि हजुर। हजुर त्यसबाट पनि क्वेसनहरू दुई चारवटा त आएको थियो सेन्स अब उम्, त्यहीँको जुन तपाईँले सोध्नु भएको थियो हजुर। ठ्याक्कै ठ्याक्कै त्यही क्वेसन होइन? त्यही क्वेसनहरू आएको थियो जस हजुर याद गर अब भएको त ठिक भएको छँदै थियो अब त्यो जुन नभएको कुराहरूलाई चाहिँ याद गर्नु मेन उम्, गरिरहेको थिएँ मैले चाहिँ हजुर गरिरहेको थिएँ हजुर। अब नभएको कुराहरू त्यसलाई गर्दाखेरि धेरै सजिलो पनि भयो आएको थियो आर्य त सेन्सर मक टेस्टमा होइन। सोधेको छ ओके, जस अब जस ओभरअल पिएस करियरलाई त अब हजुरले ट्रस्ट गर्नुभयो होइन। जस आउँदो दिनमा चाहिँ साथीहरूलाई चाहिँ भनौँ न, बाइकेस साथीहरूलाई चाहिँ अब पिएस करियरलाई चाहिँ रिकमेन्ड गर्दै गर्दा कुनै एउटा कुनै रिजन होइन, के रिजनले चाहिँ तपाईँले पिएस करियरमा चाहिँ तपाईँको एसएसडब्ल्यू टूको तयारी गर्दा चाहिँ राम्रो हुन्छ भनेर के कुराले चाहिँ तपाईँले रिकमेन्ड गर्नुहुन्छ? मेन भनेको चाहिँ अब साथीहरूलाई आउने साथीहरूलाई पिएस करियरको चाहिँ मलाई सबैभन्दा मन परेको भनेको अब हजुर किताब बुकको मात्र नभएर बाहिरी चिसिक्यो भने ज्ञानहरू चाहिँ अब दिनुहुने के त्यो चाहिँ हजुर मलाई एकदमै धेरै राम्रो लाग्यो अनि तपाईँको क्लासमा हजुर। प्रत्येक अब विद्यार्थीलाई अब फिडब्याक लिने सोध्ने उम्, अनि पढ्न लगाउने विद्यार्थीको कन्फिडेन्ट लेभल बढाउन खोज्नुहुने त्यो चाहिँ हजुर एकदम धेरै राम्रो लाग्यो मेरो पनि हजुर। कन्फिडेन्ट लेभल त सुरुमा अब एकदम लो नै थियो पछि अब क्लास लिँदै जाँदाखेरि अब भिडियो अन नभए पनि उम्, एकदम कन्फिडेन्ट लेभल बढ्दै गयो जसले गर्दा अहिले अलिकति सजिलो पनि सहज पनि भइरहेछ उम्, अनि आउँदै अब नयाँ स्टुडेन्टहरूलाई चाहिँ हजुर। सकेसम्म अब काममा चाहिँ एकदम फोकस गर्नु होला अनि उम्, त्यसपछि यस ओनरहरूलाई उम्, अलिकति
राम्रोसँग सम्बन्ध बढाउनु होला। हजुर अनि ब्लुटुथको इक्जाम त अब अब ओनरहरूले हजुर आफैले अब काम राम्रो गर्दै गएपछि उहाँहरू आफैले नै इक्जाम दिन लाउनुहुन्छ। हजुर अनि त्यसपछि चाहिँ सकेसम्म पिएस ग्रुपमै नै जोइन हुनु होला। अब एउटा मेरो साथी भन्थे पिएस ग्रुपमै जोइन हुनुपर्छ होला भने चाहिँ जोइन भने मैले अलिअलि कुरा भनिदिएको थिएँ। हजुर त्यसो भने हजुर त्यही ग्रुपमा जोइन हुन्छु भनिराख्नु भएको थियो। हजुर हजुर सायद हुनुहुन्छ होला। ありがとうござい अनि ます。 धेरै राम्रो छ सेन्से। अहिले त ओभर अब यो त पोजिटिभ कुराहरू भयो। थोरै हामीले चाहिँ सुधार गर्नुपर्ने पक्षहरू पनि छन् नि त, केही कुराहरू त पक्कै पनि हुनुपर्छ, हुनैपर्छ। किन भन्दा भएन भने झन् हामीलाई चाहिँ सबै पर्फेक्ट छौँ जस्तो लाग्ला, सुधार नगरौँला होइन। केही छ तपाईँले चाहिँ ओभरअल पढ्दै गर्दा हामीले सुधार गर्नुपर्ने पक्षहरू चाहिँ केही देख्नु भएको छ? त्यति धेरै त छैन, त्यस्तो त छैन हौ खास चाहिँ हजुर त्यो हजुर म त अहिलेसम्म अब मैले लिएको क्लास मध्येका बेस्ट भनेपछि खासै त्यस्तो सुधार गर्नुपर्ने त खासै देख्दिनँ। हजुर त्यही पनि सकेसम्म स्टुडेन्ट अब यो बिहानको क्लास अब बेलुकाको चाहिँ थाहा भयो भने बिहानको क्लास चाहिँ अलिकति भिडियो अन नगर्ने साथीहरू पनि धेरै हुनुहुन्थे। हजुर हजुर उहाँहरूलाई चाहिँ अब च्यान्त उम्, भिडियो अन गराएर हजुर अब हजुर क्लास भयो भने त्यसले हजुर गर्दा विद्यार्थीको कन्फिडेन्स लेभल पनि बढ्ने अनि तपाईँको उम्, काममा पनि अलिकति हावभाव यताउति उम्, एक्सप्रेसनहरू बढ्ने, उम्, बोल्नलाई अलिकति लेभल बढ्ने हजुर हजुर त्यस्तो हुन्छ उम्, कि जस्तो लागेको एकदम छ। है। हो नि, एकदम पोजिटिभ पनि हो। मैले क्लासमा धेरैलाई स्ट्रिक्टली पनि भन्थेँ भिडियो अन गर्नु भनेर होइन। किन भन्दा त्यो कस्तो हुन्छ भन्दा ह्युज यो फेसियल एक्सप्रेसन हेरेर स्टुडेन्टले कतिको बुझिरहेछ बुझिया छैन भन्ने कुरा चाहिँ थाहा हुन्छ कि होइन। जस्तो मलाई कस्तो लाग्छ भन्दा पढाउँदै गर्दा तपाईँहरूले त म आफैले नै पढाएँ होइन। पढाउँदै गर्दा स्टुडेन्टले चाहिँ बुझेको हिजो हामीले पढाएको थियो नि त होइन, एउटा खेउको खुन्डेनमा पनि पढाएको थियो यो हिजो कस्तो आउँछ हजुर त्यसले पनि कतिको बुझाएको छ भन्ने कुरा थाहा पाइन्छ नि त होइन। त्यही अनुसार रिपिट गर्न पाइन्छ, उनीहरूलाई अझै असिस्ट गर्न पाइन्छ। बेसबाट जानुपर्ने छ भने बेसबाटै जानु पर्यो, नत्र माथि सर्फेसली नै हजुर भने पनि हुने कुराहरू जस्तो छ भने त्यही अनुसार चाहिँ हामी गए पनि हुने भयो होइन। त्यसरी चाहिँ हामी अब अलिकति भिडियो अन गऱ्यो भने धेरै राम्रो कनेक्सन बिल्ड गर्न चाहिँ सकिन्छ है। त्यो राम्रो सुझाव दिनुभयो, हो। त्यसको लागि चाहिँ धन्यवाद। अझै स्ट्रिक्ट गर्छु है त म। सकेसम्म बिहानको क्लासमा अलिकति हुन त स्टुडेन्टहरू बिहानै अब उठ्ने बित्तिकै क्लास जोइन हुँदाखेरि अलिक लेजिनेस त हुन्छ। हजुर तर हजुर सकेसम्म चाहिँ त्यसलाई स्ट्रिक्टली अब हजुर हुन त अब हाम्रो पालामा चाहिँ त्यति खासै भएन, स्ट्रिक्ट भएन। हजुर हजुर आउने क्लासमा चाहिँ स्ट्रिक्टली गरिदिनु भयो भने हजुर अब त्यो स्टुडेन्टकै लागि हो, सेन्सेसको लागि भन्दा नि स्टुडेन्टकै लागि हो। हजुर हजुर अब काममा भयो, अरू अरू कुरामा धेरैमा चाहिँ हेल्प हुने रहेछ भनौँ न। उम्, अब मैले पनि मेरो पनि अब काममा अब मास्क लगाएर काम गरिन्छ। अनि फेस अब हेरी जेस तेन्चेहरूले पुगु तेन्चेहरूले फेस उम्, हेरेर थाहा पाइहाल्नुहुन्छ कि। ओहो एकदमै त्यसले बुझेको गर्दाखेरि नबुझेको क्लासमा होइन। पनि हो अब फेस अब पुरै भिडियो अन गरेर क्लास गराउँदा चाहिँ सेन्सेले पनि अब विद्यार्थीको कुराहरू को कस्तो के त्यहाँको उम्, सबै बुझ्न सजिलो हजुर हुन्छ। त्यो चाहिँ अब हुँदा राम्रो हो जस्तो लाग्छ है सेन्से। एकदम ओके देश आर्य त गर्नु अब भन्नु त हुन्थ्यो अब कति स्टुडेन्टले अब भिडियो अन पनि गर्नुहुन्थ्यो, कसैले गर्नु पनि हुन्थ्यो। म चाहिँ अब कहिलेकाहीँ अब काममा हुने, कहिले अब रुममै हुने भए पनि अब म चाहिँ खासै भिडियो अन चाहिँ गरिनँ, क्लासैभरि गरिनँ भनौँ न। हजुर हजुर अब गर्दा चाहिँ अब त्यो आफैलाई राम्रो हो, तर मैले गरिनँ। अब सेन्सेले त भन्नुहुन्थ्यो अब ओके देश अब ठिक छ। अब त्यसै सिचुएसन च्यान पनि त गर्दा त राम्रो हुन्छ। हजुर एकदम त्यसलाई पनि हामी लगाउँला। जस्तो कतिपय केसमा अब काम गर्दै पढ्ने साथीहरू हुनुहुन्छ, कोही ट्रेनमा हिँड्ने साथीहरू हुनुहुन्छ, कोही खाना बनाउँदै गरेको साथीहरू हुनुहुन्छ होइन। त्यसमा हामीले अब सिचुएसन पनि बुझेर अब पोसिबल हुने साथीहरूलाई चाहिँ अलिकति अट्याचमेन्ट बनाउनुपर्छ। जस्तो पढ्ने र पढाउने मान्छे बिचको चाहिँ अट्याचमेन्ट राम्रो बन्यो भने अनि बल्ल त्यो पढ्ने मान्छेले पनि बुझ्छ, पढाउने मान्छेलाई पनि त्यहाँबाट चाहिँ मुरी आगारू हुन्छ क्या होइन। त्यो भयो भने चाहिँ जति धेरै चाहिँ अब खुसी भयो त्यति नै धेरै दिन सक्ने हो नि त होइन। त्यो कुराहरूलाई पनि म एकदमै पोजिटिभली चाहिँ लिउँला। फेस टु फेस फेस टु हजुर फेस भएपछि चाहिँ हजुर तपाईँको अहिले विद्यार्थीले कति बुझिरहेछ, यताउति विद्यार्थीको ध्यान पनि यताउति नजाओस् भन्ने खालको उम्, हुने रहेछ कि अब त हो फेस टु फेस भन्दा चाहिँ त्यो चाहिँ ठिक जस्तो लाग्यो मलाई। एकदमै अब म पनि अब भिडियो अन त गर्दिनँ थिएँ, कहिलेकाहीँ अब ध्यान अर्कैतिर मोडिन्थ्यो कि अनि त्यो भिडियोलाई चाहिँ फेरि अर्कोचोटि रिपिट हेर्नै पर्ने अब उम्, त्यो बाध्यतै पर्थ्यो क्या, सजिलोहरू कुराहरू हो पनि नि सामान्य कुराहरू पनि एकदमै। त्यो त्यो भयो भने चाहिँ कन्सन्ट्रेट त्यस्तो चाहिँ कुरामा अलिकति अब हजुर
गाह्रो हुन्छ भन्ने कुरा है। हजुर ओके, हुन्छ, त्यही नेक्स्ट स्टुडेन्टले चाहिँ क्वेसनमा गएँ है म। थोरै हाम्रो चाहिँ जुन अब सिकाइको चाहिँ एउटा मापन भनौँ न, ओभरअल तपाईँको तर्फबाट हेर्दै गर्दा ओभरअल चाहिँ पिएस करियरलाई चाहिँ 10मा चाहिँ कति रेट गर्न चाहनुहुन्छ तपाईँले? मतलब 10 मा 10 हो सेन्से। टेनमा अहिलेसम्म टेन अब नै रेट गर्नुहुन्छ? 10 मा 10 नै हो सेन्से। अब जुन अब मैले अहिले भने नि अब त्यो भिडियो चाहिँ एकदम च्यान्चो गराउँदा राम्रो हुने, त्यो त अब तपाईँले भन्नु नै हुन्थ्यो, भनि नै राख्नुहुन्थ्यो। त्यो चाहिँ हजुर अब विद्यार्थीकै कमजोरी हुन्छ। हजुर हजुर। अब त भिडियो त अब हजुर। सकेसम्म अब त्यसले गर्दा अब उम्, 10 मा 10 हो सेन्से। हरियो म त त्यति धन्यवाद। नराम्रो त छैन त्यस्तो। छैन म है? त अहिलेसम्मकै क्लासमा जुन फिजिकलदेखि लिएर अनलाइन क्लास लिएको मध्येमा बेस्ट क्लास अहिलेसम्मकै छ। कार्य त चाहिँ मस् ल। यता पनि एकदमै धेरै हामी चाहिँ खुसी छौँ है, किन भन्दा स्टुडेन्टबाट चाहिँ यो फिडब्याक पाउनु भनेको पनि हाम्रो लागि एउटा पोजिटिभ कुरा पनि हो। अझै सुधार गर्दै लगौँला। जस्तो ओभरअल है तपाईँलाई चाहिँ थोरै तपाईँको चाहिँ ब्याकग्राउन्डतिर चाहिँ म जान चाहेँ। जापानमा फर्स्ट टाइम तपाईँ SSW 1मा आउनुभयो? म 2017मा स्टुडेन्टमा आएको हजुर नियनको गएको सकेर सेन्टमा छिरेको थिएँ। हजुर अनि त्यसपछि अब भिजा क्यान्सल भएर म नेपाल रिटर्न उम्, भयो 2019मा। हजुर तपाईँ नेपाल 3 वर्ष बसेर उम्, फेरि यता यसो सुरुमा चाहिँ अब हामी नेपाल फर्किने बेलामा नर्सिङमा मात्रै थियो। हजुर अब हजुर नर्सिङमा नजाने भनेर सोचेको थियौँ। अनि पछि यो फुड सर्भिस अनि एग्रिकल्चर उम्, सबैतिर अब सबै क्षेत्रमा खुल्यो भिजाको लागि, अब कामको लागि हजुर हजुर माग भयो। अनि त्यसपछि अब काम गरिराखेको भनेको स्टुडेन्टलाई अब यहाँ स्टुडेन्टमा हुँदाखेरि रेस्टुरेन्ट लाइनमै उम्, प्रायः उम्, काम गरिरहेको थिएँ। त्यसले गर्दाखेरि SW1मा अब फुड सर्भिसमै जाउँ न त भनेर फर्म उम्, भरियो। हजुर हजुर भनेपछि अब बुक त लियो, बुक सबै खान्जी खान्जी छ, खान्जी केही नहुने। अब नेपाल फर्केको 3 वर्ष भइरहेछ। हजुर हजुर अब अनि अब क्लास लिनुपर्छ होला अनलाइन क्लास भने अब त्यो एउटा दाइ हुनुहुन्थ्यो, हजुर। उहाँ पनि फुड सर्भिसै पास गरेर बस्नु भएको रहेछ। उहाँले नै अब त्यो पढाएको बेलामा सबै नोट गरेर राख्नु भएको रहेछ। उहाँले नै अब अलिकति चिसिकी बाँड्नु भयो हामीलाई। हजुर हजुर। त्यसले गर्दा पास गर्न सजिलो भयो हामीलाई उम्, एसडब्लुमा। हजुर 2023को फर्स्टमै जापान आयौँ हजुर। फेरि SW2मा। अनि उम्, तपाईँको SW2को इक्जाम दिने अब कुरा दिन मिल्छ भनेर कुरा चल्यो। अनि खान्जी भन्छ N2 N1को आउँछ कसरी पास गर्ने, त्यसले उम्, गर्दाखेरि अलिकति उनी आशै मरेको थियो। अब हजुर हजुर। नपढ्ने, अब 5 बसेर चाहिँ अब नेपालै फर्किने सोच बनाएको थिएँ मैले चाहिँ। उम्, अनि 2 वर्ष जति काम गरेपछि चाहिँ तपाईँको अलिकति कन्फिडेन्ट बढ्दै गयो। उम्, उम्, अब काम पनि अब एकदम राम्रोसँग गर्दै गएँ। अब सरहरूले पनि राम्रो मान्दै गयो। हजुर। तपाईँको 2 अढाई वर्ष काम गरेपछि चाहिँ अनि अलिकति जिकान ताइसेकिदिन चिया पनि उम्, को उम्, पनि अब जिम्मा दिनुभयो। दिनुभयो। हजुर हजुर। त्यसले गर्दा ओभरअल जस अब पिएस करियरको चाहिँ निगोको क्लास चाहिँ कहिलेदेखि जोइन गर्नुभयो? मैले यही इचिकाचुको 20 तारिकदेखि बिस इचिका तारिकदेखि चाहिँ लिएँ। 20 यो है? क्लास पनि जोइन गर्ने थिइनँ होला। हजुर उनीहरूले नै अब हजुर W2को इक्जाम दे भनेपछि अनि ठिकै छ नि त दिउँ भनेर अब त्यतिकै त दिँदाखेरि अब पास भइन्छ जस्तो त भइँदैन नै थियो। हजुर अनि हजुर। गाह्रो कलेज जस्तो। खोज्ने के गर्ने अब तपाईँको चाहिँ अब फेसबुकमा भयो, उम्, टिकटकतिर अब उम्, भिडियोहरू आइरहेको थियो। अब उम्, हजुरलाई मैले अब उसमा कमेन्टमा कि केमा कमेन्ट पनि गरेँ। अनि ठिक छ हजुर। बिहानको क्लास 9 देखि छ भन्नुभयो। उम्, अब मैले भ्याउने भनेको त्यही टाइममा, बेलुका पनि खासै भ्याउँदिनँ थिएँ। हजुर हजुर। अनि काममा भनेर म चाहिँ बिहानको काम सक्दिनँ, म उम्, क्लास लिन्छु भनेर क्लास जोइन गरेँ। तर उम्, क्लास जब जोइन गरेँ सुरु सुरुमा चाहिँ डर त थियो। तर हजुर। पढ्दै गएपछि चाहिँ कन्फिडेन्ट लेभल बढ्दै गयो। कन्फिडेन्ट आयो। त्यसले गर्दा गोपाको गर्न सकियो भने ओके, जस निगोको चाहिँ हाम्रो क्लासबाट चाहिँ अब भनौँ न एउटा के छ भन्दा मोचिरन अब निगो गोकाku गर्नको लागि चाहिँ चाहिने कुराहरू त अब हामीले असिस्ट गर्छौँ नै। त्यो बाहेक पनि तपाईँको व्यवहारिक है शिक्षा अब जुन छ, जुन अघि नै पनि भन्नुभयो आउट क्वेसनहरू पनि भनेर आउट कुराहरू होइन, एक्स्ट्रा कुराहरू त्यो पनि जस्तो काम गर्दै गर्दा चाहिँ हामीलाई नभई नहुने कुराहरू पनि मैले धेरै सेयर चाहिँ गरिरहेको हुन्छु क्लासमा पनि होइन। अनि सँगसँगै चाहिँ अर्को कुरा कस्तो हुन्छ भन्दा एउटा अब जापानमा विविध क्षेत्रमा चाहिँ म आबद्ध पनि भएको हुनाले चाहिँ तपाईँलाई चाहिँ एक्स्ट्रा कुराहरू चाहिँ अब
होइन कानुनी कुराहरू हुन सक्छन्। सँगसँगै चाहिँ अब तपाईँको अन्य भनौँ न अब व्यवहारिक व्यवसाय सम्बन्धीका कुराहरू हुन सक्छन् होइन। धेरै कुराहरू चाहिँ सेयर पनि भएको थियो होला क्लासमा चाहिँ, त्यसले पनि एउटा हजुर प्लस हजुर पोइन्ट चाहिँ हुन्छ। सँगसँगै अब अर्को हुन्छ। कुरा भनेको हाम्रो अब राजेन्द्र सानले पनि होइन इचिकाचु हाचुका भन्यो भने हामीले बिचमा फेरि त्यहाँ 15 दिन जस्तो चाहिँ ग्याप गरेर परीक्षा गऱ्यौँ होइन। त्यो गर्दा लगभग लगभग कला 2 साढे 2 महिना पढ्नु भयो नि त होइन, 2.5 3 महिना पढेर। लगभग हजुर हजुर त्यस्तै त्यस्तै अब 2 महिना त्यति साढे पढेर साढे पास तिन गर्न महिना हुन्छ। सकिँदै रहेछ भन्ने कुरा त होइन, जो सबैले बुझ्न सकिने भयो नि त होइन। नयाँ स्टुडेन्टहरूले पनि अलिकति कन्फिडेन्स बिल्ड नगरेको साथीहरूले अब 2.5 महिना पढेर पनि पास गर्न सकिँदो रहेछ भनेपछि वाइ नट, हामी पनि सकिन्छ भनेर चाहिँ एउटा पोजिटिभ हुनु पर्यो होइन त। हो त्यही हो हजुर सेन्से। साढे अब टाइमको कुरा गर्दा त त्यही हो, 2.5 महिना त्यस्तै 2 महिना 2.5 महिनाकै लगभग क्लास भयो होला। हुन उम्, त अब अलिकति 5-6 महिनाकै जस्तो ग्याप देखे पनि 4-5 महिनाकै देखे पनि क्लास भएको टाइम चाहिँ त्यही 2 महिना 2.5 महिना हो। 2.5 महिना। त्यसमा पनि अब तपाईँले अब बुकको मात्र पढाउनु भएन, अब बाहिरी ज्ञानहरू पनि धेरै दिनुभयो जुन हजुर आफूलाई थाहै थिएन। हो। अब जब पढेपछि अब थाहा भयो, अब काममा पनि कति कुराहरू गरिन्थ्यो तर के हो कसो हो त्यो अझै राम्रोसँग थाहा थिएन। अब जब यहाँ क्लास लियो अब त हजुरले जब भन्नुभयो त्यही कुरालाई चाहिँ अब ध्यानमा राख्दै उता काम गर्दाखेरि यो रहेछ है सिलसिला भन्ने कुराहरू चाहिँ कहिले उम्, चाहिँ मिल्दो रहेछ मिल्न गएको त्यसले गर्दाखेरि चाहिँ मैले अब आफूभन्दा सानो उम्, अब जुनियरहरूलाई चाहिँ अलिकति यो यस्तै यस्तै भनेर चाहिँ सिकाइरहेको छु अहिले। हरिहत होजाइमास त्यो चाहिँ जेही है आफूले जानेको कुराहरू चाहिँ सर्कलमा सेयर गर्यो भने जति सेयर गरे उति नै बढ्ने हो शिक्षा भन्ने कुरा। हो हो शिक्षा भने त्यही। एकदमै ठिक छ, धेरै राम्रो छ। तपाईँको मिहिनेत पनि एकदम राम्रो थियो क्लासमा पनि ओभरअल होइन। अहिलेसम्मको चाहिँ जति पनि कुरा स्टुडेन्टहरू हुनुहुन्छ अलमोस्ट 600 स्टुडेन्ट हुनुहुन्छ हाम्रो अहिले नयाँ सहित गर्दा होइन। अब त्यो ओभरअल सबै ग्रुपहरूमा हेर्ने हो भने हामीले अब टप स्टुडेन्टको लिस्ट पनि छ। त्यो टप स्टुडेन्टको लिस्टमा तपाईँ पनि पर्नुहुन्छ, किन भन्दा मिहिनेतले गर्दा त्यहाँ पर्न सफल हुनुभएको हो। अझै आउने दिनमा पनि त्यो कन्टिन्यू गर्दै जानु होला। अर्को कुरा, घरमा लगभग कति घन्टा जस्तो पढ्नु भयो तपाईँले यो निगोको चाहिँ, डेली घरमा पढ्नु? घरमा चाहिँ अब हजुर पढ्थेँ नि सेन्से अब बिहान त भइहाल्यो क्लास भइहाल्यो, बेलुका चाहिँ म अब तपाईँ कामदेखि 12 साढे 12 1 बजीदेखितिर उम्, आउँथेँ रुममा। उम्, उम्, अनि यताउति सही गरेर तपाईँको 1-1.5 घन्टा त म तपाईँको भिडियो हेर्थेँ। उम्, भिडियो हेरेरै अब त्यसले गर्दाखेरि त्यो भिडियो चाहिँ सकेसम्म दोहोऱ्याएर जति हेऱ्यो त्यति उम्, चाहिँ बुझिने रहेछ भनौँ न। उम्, अब बिहान चाहिँ अब उठ्ने बित्तिकै क्लास जोइन गर्ने, क्लास जोइन गरेपछि अब त्यति बेला जति बुझिन्थ्यो अब पछि चाहिँ भिडियो हेरेपछि त्यो भने कुराहरू सबै याद हुने कि हजुर हजुर मैले त्यही गरेर चाहिँ ठिक छ ओके। अलिकति धेरै राम्रो छ होइन। भिडियोहरू हामीले रियल क्लासको भिडियो रेकर्ड गरिन्छ होइन, त्यसमा पनि अब दोहोऱ्याएर मजाले जति बेला पनि पढ्न पाइयो होइन। सजिलो पनि छ, क्युकेतिर पढ्ने साथीहरू पनि हुनुहुन्छ कहिलेकाहीँ, तपाईँले पनि सायद पढ्नु पनि भयो होला होइन। अनि यो लास्टमा जुन हामीले आर्चर इक्जाम गरायौँ नि तपाईँको चाहिँ ऱ्यान्डमली नन स्टप चाहिँ जुन चाहिँ तपाईँको ऱ्यान्डम क्वेसन हालेर चाहिँ इक्जाम जुन गराइयो, त्यो कतिको हजुर इफेक्टिभनेस देखियो त्यहाँबाट? कतिको चाहिँ तपाईँले आफूले पुरानो जस्तो त्यो नगर्दै र गर्दा कतिको फरक पाउनुभयो जुन लास्टमा धेरै जुन हामीले? फरक हजुर लास्टमा लास्टमा अब त्यो जुन तपाईँले सबै इक्जाम गराउनु भयो कति धेरै पो थियो क्वेसन पनि। हजुर त्यसले हजुर गर्दाखेरि इक्जाममा चाहिँ धेरै ऊ भयो भनौँ हजुर न, हजुर के भयो। उम्, उम्, अब न्युमेरिकलहरूदेखि लिएर अब थ्योरीदेखिहरू भयो अनि तपाईँको दोखाइ उम्, चाहिँ मेन कुरा मलाई दोखाइ नै अलिक गाह्रो लाग्ने। गाह्रो लाग्ने। त्यसले अलिकति फोकस गरेर गरिरहेको थिएँ गर्न चाहिँ उम्, इक्जाममा पनि त्यसैलाई चाहिँ अलिक सजिलो लाग्यो दोखाइको चाहिँ। हजुर हजुर अनि न्युमेरिकल त भइहाल्यो, न्युमेरिकल त अब त्यो जति प्र्याक्टिस गर्यो त्यति आउने हो। त्यो उम्, प्र्याक्टिस गर्न छोडेपछि त्यो न्युमेरिकलले त केही उपाय नै लाग्दैन। जति प्र्याक्टिस गर्यो त्यति आउने हो त्यसलाई एकदम चाहिँ अब एकदम जति सक्दो आउने अब स्टुडेन्टहरूलाई भने त्यसलाई चाहिँ एकदम फोकस गर्नु होला। जति त्यो चाहिँ न्युमेरिकल चाहिँ कपीमा कोरिएन भने सक्यो सकियो। अनि हो कपीमा धेरैले कपीमा चाहिँ एकदम कसम्झने नोट गर्नु। क्लासमा होमवर्कहरू पनि तपाईँको अरूले पठाएको कपी पेस्ट गरेर नि पठाउने, च्याट जिपिटीहरू चाहिँ हान्ने होइन। त्यसरी पनि गर्नुभएको थियो क्या धेरैजनाले चाहिँ क्लासमा। मैले चाहिँ कपीमै लेख्नुहोस् भन्थेँ नि त। त्यो गऱ्यो भने अझै एक्स्ट्रा तपाईँको चाहिँ नलेज बढ्छ क्या त्यसमा है। हजुर कसले चाहिँ अब क्यालकुलेटर हानेर मात्रै एन्सर निकालेर मात्रै पनि उम्, गर्नुहुन्छ त्यो पनि नगर्नु। अब सकेसम्म कपीमै कोरेर क्यालकुलेटर पनि थिच्नु, त्यसो गर्दा राम्रो हुन्छ।
ओके देश आर्यत होजाइमस। ठिक छ, यसलाई म ओभरअल है तपाईँको चाहिँ फिडब्याकलाई अरू साथीहरूलाई पनि सेयर गर्छु। सँगसँगै चाहिँ अब किन भन्दा पास गरेको मान्छेको चाहिँ बोली भनेको धेरै महत्त्वपूर्ण हुन्छ है। किन भन्दा उसको अनुभवलाई चाहिँ सेयर गरिएको हुन्छ होइन। जस अब इक्जाममा कस्तो क्वेसन आएको थियोदेखि लिएर कसरी पढियो होइन, त्यसलाई चाहिँ अरूले पनि अब माने गरेर त्यसलाई सिकेर चाहिँ अगाडि बढुन् भन्ने चाहिँ मेरो इच्छा पनि छ। आर्य तोजाइमा समय दिनुभयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अब आउने दिनमा पनि है थ्याङ्क यू। पियास करियरलाई चाहिँ रिफर गर्नु होला, सुझाव सल्लाह चाहिँ दिँदै गर्नु होला होइन। किन भन्दा हामी सधैँ अब त्यसको लागि चाहिँ एक्सपेक्टेसन राखिराखेको हुन्छौँ। पास भएर चाहिँ अब यस पछाडि गर्नुपर्ने सपोर्टहरू पनि धेरै हुन्छन्, त्यसमा पनि हामी सधैँ त्यहाँनिर चाहिँ उपस्थित हुन्छौँ केही आवश्यक पर्यो भने है। कार्य त हो जाइमस्, केही छ अन्तिममा हजुरलाई? केही छैन, से चाहिँ अब हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब म त धेरै खुसी छु चाहिँ अब म त यो सोचेको पनि थिइनँ पास गर्छु भनेर। अब हजुर योचोटि चाहिँ अब त्यही पनि उसको लागि केही गेमको लागि भए पनि दिउँ न त भनेर अब एकचोटिको दिउँ। अब अर्कोचोटि चाहिँ राम्रोसँग अझ राम्रोसँग हजुर पढेर दिउँ भने अब पढ्न त याद तयारी त गरेको थियो तर यतिले नपुग्ला कि भन्ने चाहिँ भएको थियो। हजुर हजुर तर पास गर्न अब मेन मेन कुरालाई चाहिँ फोकस गरेको हुनाले पास गर्न चाहिँ अलिकति सजिलो भयो मलाई। सजिलो भयो है कि? ओके देश आर्य त हो जाइमस्। क्लासमा पनि इम्पोर्टेन्ट भनेको कुराहरू चाहिँ जस तपाईँले स्यान्तो पढ्नु भयो होइन, सफल हुनुभयो। ठिक छ, त्यसमा चाहिँ छिटै अब नेगलेक्ट हुन्छ। परिवारलाई चाहिँ अब जापानमा बोलाउनु होला, बुवा मम्मीलाई होइन, आफ्नो फ्यामिलीलाई। सँगसँगै चाहिँ अब सेटल हुनेतिर चाहिँ अब फोकस गर्नु होला। अब अबको पाटो भनेको तपाईँको चाहिँ यन टू यन वान लिएर राखिराख्ने होइन, लाइसेन्सहरू चाहिँ लिएर राखिराख्ने, त्यो पाटोलाई चाहिँ फोकस गर्नु होला। जापानमा चाहिँ तपाईँको अब रुलहरू चाहिँ चेन्ज हुँदै गर्छ होइन। आफूसँग चाहिँ स्किल राम्रो भयो भने त्यसले सधैँभरि काम दिन्छ क्या। त्यो कुराहरूलाई चाहिँ सोचेर अझै अगाडि बढ्नु होला। ठिक छ, ल गुड लक है। फेरि पनि तपाईँलाई चाहिँ अब ओमेदेतो गोजाइमस, धेरै धेरै बधाई छ भन्न चाहेँ है। आर्य त गोजाइमस त हस् समय दिनुभयो, धेरै धेरै धन्यवाद। हस् आर्य त हस्। गोजाइमस।